अन्त गाइज हामीहरू चाहिँ अब मेरो भ्लग स्टार्ट भयो है। अब हामीहरू चाहिँ यो हिजो पोखराबाट 8 बजे आएको होइन। 8 बजे आएको मान्छे त्यो सिधा बाटो चाहिँ त्यो बनाउँदै रहेछ र अनि उकालो डाँडातिरको बाटो आएको है। डाँडातिरको बाटो आएको त 8 बजे आएको त राति 12 बजे आइपुग्यो नि त। अनि थकाइ लाग्यो, खाना खाए सुत्यो। अनि बिहान उठेर जरक्कै उठेर यहाँ आइपुगेछौँ है। अनि यस्तो हामी लक्ष्मण सर, म, अनिल सर अनि अर्को भाइ, अझै 2 जना भाइहरू आउँदै हुनुहुन्छ। हामी चाहिँ यहाँ हिँडिरहेछौँ है। यस्तो बाटो छ कि यहाँ घान्द्रुक यो पर्यटकीय गाउँहरू मध्येमा सबभन्दा राम्रो गाउँ, कास्की जिल्लाकै नमुना गाउँ घान्द्रुक गाउँ। ल हेर्नुहोस् बाटो, हेर्नुहोस् त बाटो। ओहो ल हेर्नुहोस् बाटो। यो बाटोमा सबै बाटोमा चाहिँ नि ढुङ्गा बिछाएको छ के यी। ल हेर्नुहोस्। अनि यहाँ गदाहरू पनि बाटोमा देखियो होइन। यहाँको सबै सामानहरू जस्तो पनि घाँसपातहरू सबै बोक्ने। ए खच्चड हो यो, गदा होइन खच्चड रहेछ होइन। खच्चडले यो सामानहरू बोक्ने, एक ठाउँबाट अर्को ठाउँमा ओसार पसार गर्ने काम पनि यहाँबाट गर्दो रहेछ के। अनि हामी हिँडिरहेछौँ। यहाँबाट तलपट्टि गाउँ हेर्नुहोस् त कस्तो राम्रो छ यो गाउँ। अझै कोही लुकिएको छ, राम्रोसँग छर्लङ्ग देखियो होइन। बाटो चाहिँ यस्तो छ, यी कति राम्रो ढुङ्गा ओछ्याएको है। यस्तो राम्रो ढुङ्गा ओछ्याएको बाटो छ है। यी खच्चडहरूले सामानहरू बोकिरहेछ होइन। यहाँ अब गाडीको बाटो चाहिँ जताततै छैन, त्यही भएर खच्चड प्रयोग गर्दो रहेछ। यो के बोकिएको नि खच्चड? साग हो। उही लाताले यसले हान्यो भने त हामी त सुइक्यो है। कति दिनसम्म फेरि उड्नै नसक्ने हुन्छ। उही क्यार्नेमा त डर लाग्यो त। ल बाबु कता जाने? बाटै छैन यार। लो यार ए डरलाई लै आइयो। घर हेर्नु कस्तो राम्रो, यस्तो घर हुन्छ यी घान्द्रुकमा है। अब यो घान्द्रुक गाउँको बाटोहरू हेर्दै हेर्दै अब यो गाउँ डुल्ने हामी तर्खरमा छौँ। ल ए लज पनि रहेछ यता, हिल टप लज अरे। यस्तो यार गाउँ भन्ने, तर गाउँभित्र पनि यस्तो ढलान घरहरू बनाएर लजहरू पनि बनाएको रहेछ होइन। यस्तो दामी के है। जोस् तपाईँहरू घान्द्रुक आउनुभयो भने म किन आएर छु भन्ने पर्नु पर्दैन। यो ठाउँमा आएपछि चाहिँ एकदमै रमाइलो महसुस हुन्छ। यहाँको वातावरण, यहाँको प्रकृति, यहाँको गाउँघर, यहाँको खानपिन, यहाँको चाहिँ रहनसहन, यहाँको ल यी ढुङ्गाले ओछ्याएको हेर्नु न। यस्तो घर हुन्छ यी ढुङ्गा बिछाएको होइन। यो पातल ढुङ्गाहरूले माथि छाना चाहिँ छाएको हुँदो रहेछ क्या। अनि यहाँको प्रकृति अनि यहाँको कल्चरल डान्सहरू हेर्न सक्नुहुन्छ। अत्यन्तै रमाइलो हुन्छ। तपाईँ कुनै प्याकेज बनाएर 1 दिनको, 3 दिनको अथवा 1 हप्ताको बनाएर आउनुभयो भने अझ बढी दिन बसौँ जस्तो चाहिँ हुन्छ है यो ठाउँ। ल हामी चाहिँ गाउँभन्दा हल्का माथितिर गइरहेछौँ के। अत्यन्तै रमाइलो मनमोहक ठाउँ छ। हामी त घान्द्रुकमा आफ्नो साथी थियो,
साथीको घरमा आएर बसियो। देवहरू हिँड्यो होला नि, हिँड्दैछन्। अनि त्यो अर्को सर हिँड्नु भयो कि ओहो कति राम्रो ल हेर, यसलाई साह्रै राम्रो रमाइलो गाँठ्यो हो, रमाइलो। यसरी हिँड्नु है यहाँ र यसरी नै गइरहेछौँ है हामी, अगाडि बढिरहेछौँ। कहाँसम्म पुग्ने हो थाहा छैन। लन्डीहरू ठाडो नगरिकन है। हजुर। अनि हामी यसरी हिँडिरहेछौँ होइन। यो बाटोहरू ढुङ्गा, पुरै ढुङ्गाले, पुरै ढुङ्गा चाहिँ बिछाएको छ बाटोमा। कति रमाइलो रमाइलो। यो पुरानो के होला यस्तो पुरानो कुलो हो कि सर? यो कुवा भएको ठाउँ हुनुपर्छ। कुलो होला सर यो त। यस्तो छ कि खच्चडहरू, यहाँको सामानहरू सरसफर गर्ने खच्चड देखेको कि। अब चाहिँ हाम्रो यहाँबाट 10 मिनटको यात्रा छ। 10 मिनटपछि हामी हाम्रो गन्तव्यमा पुग्नेछौँ। एउटा गन्तव्य ठाउँ, त्यहाँ गएर हामी मही खान्छौँ है। त्यहाँ मही पाउँछ अरे, गएर मही खाएर आउने कि। गाउँको मही चाहिँ कतिको मिठो हुँदो रहेछ भनेर चाख्न जाने भनेर हामी आएको। भयो भने तपाईँहरूलाई पनि ल्याएर बाँडौँला हल्का फुल्का। चौतारा यस्तो ठाउँमा चाहिँ यस्तो चौताराहरू बनाएको हुन्छ। यसरी ट्याक्क भारी बोकेर आएछ अथवा हिँडेर आयो भने रमाइलो, एकछिन थकाइ मेली। जस्तो हामीले त्यहाँबाट यहाँसम्म आउन सिया सिया भइरहेको छ नि त। यस्तो चौताराहरू बनाइदिएको छ बस्नुलाई। यहाँ चाहिँ एउटा ग्राउन्ड छ सर, यो मासतिरको। अहिले त तरकारीहरू लगाएको छ कि हो। हेर्दै जाउँ अनि हामी कन्टिन्यू तपाईँलाई यही हाम्रो गाउँमा यो गोरेटो बाटोमा हिँडेको चाहिँ दृश्यहरू देखाइरहेको गाउँहरू देखाइरहेको। बाटोमा खचडहरू देखेको छ धेरै। पुरानो घरहरू यस्तो हुँदै यहाँको ढुङ्गाले छाएको हेर्नु यस्तो फुल हेर्नु कति राम्रो घरको दाउरा कति चिरेर मजाले फुलहरू दाउरा त्यसरी चिरेर काट्छ नि। यहाँ दाउराको प्रयोग गरिएको हुन्छ। कति राम्रो फुलहरू रोपेको छ। समुद्रमा तपाईँ यदि घुम्न आउनुभयो भने अत्यन्तै रमाइलो महसुस गर्नुहुन्छ तपाईँले। हेर्नु जता हेऱ्यो त्यतै रमाइलो, जता हेऱ्यो त्यतै सफा। बाटोमा हेर्नुहोस् त एउटा चिज फोहोर देख्नुभएको छ तपाईँहरूले? केही पनि छैन। हाम्रोतिर तलतिर हेर्न जाने हो भने प्लास्टिकको बोतलहरू, प्लास्टिकहरू, कागजहरू, सिसाहरू जहाँ पायो त्यो छरपुस्टिएर फालिरहेको हुन्छ नि। यहाँ हेर्नुहोस् बाटोमा कति सफा छ, केही चिज छैन। यहाँको गाउँ भए पनि गाउँका मानिसहरूले यति राम्रो चाहिँ सचेतना कार्यक्रम फैलाएको रहेछ कि हाम्रो गाउँ आफैले चाहिँ नि सफा राख्नुपर्छ, फोहोर गर्नु हुँदैन। यहाँ पर्यटकहरू आएर घुम्ने ठाउँ हो, त्यसैले पर्यटकहरूलाई राम्रो देखाउनको लागि पनि एउटा नमुना देखाउनु छ भने जुन कुनामा जानुहोस् तपाईँहरू यस्तो बाटो त कति छन् जुन कुनामा गए पनि बाटोहरू चाहिँ ढुङ्गाले बिछाएको, घरहरू पनि ढुङ्गाले छाएको, अनि एकदमै सफा। यस्तो यहाँको हावा, यहाँको प्रकृति स्वच्छ, एकदम धेरै स्वच्छ। पानी खाँदाखेरि त हामीले फ्रिजभित्रबाट निकालेर खान्छौँ नि पानी, त्योभन्दा नि मिठो, त्योभन्दा नि चिसो, सिधै डाइरेक्ट मुलको पानी धाराबाट निकालेर खान सक्छौँ भनेदेखि त यो चाहिँ साह्रै रमाइलो छ है। तपाईँहरूले पनि यो आफ्नो आफ्नो गाउँठाउँतिर यो सन्देश फैलाउनु होला। आफ्नो गाउँको ठाउँमा चाहिँ नि सफा सुग्घर राख्नुपर्छ, फोहोर गर्नु हुँदैन भन्ने एउटा चाहिँ सचेतना सबैमा चाहिँ चेतना फैलाउनुपर्छ है। यहाँ ग्राउन्ड पनि रहेछ, एउटा लभली भ्यू पोइन्ट लजको क्याम्पिङ प्लेस रहेछ। टक्कै यहाँ बसेर कहिलेकाहीँ चाहिँ मान्छेहरू बसेर टक्क रमाइलो गरेर
क्याम्पिङ गरेर बस्नु अत्यन्तै मनमोहक छ दृश्यहरू। यति राम्रो दृश्य छ। अब हामी खास गोठतिर जान लाग्यो। गोठ भन्ने बित्तिकै कसैले त थाहै छैन होला, गोठमा चाहिँ गाई भैँसी पाल्ने गर्छ। त्यहाँ गाई भैँसीको दुध दुहेर मही बनाउँछ, घिउ बनाउँछ। केही दुध मही घिउ खाएर यहाँको यो गाउँठाउँको मान्छेहरू चाहिँ कति शारीरिक रूपले तन्दुरुस्त हुन्छ नि। यहाँको त अर्ग्यानिक खाएको हुन्छ त कस्तो कुनै मिसावट हुँदैन। बजारमा घिउ किन्न गयो भने कति धेरै मिसावट हुन्छ, तर यहाँ चाहिँ आफैले बनाएको हुन्छ होइन। त्यस्तो ठाउँमा चाहिँ हेरेर जाउँ हामी। अबको केही समयपछि हामी त्यहाँनिर पुग्नेछौँ र फेरि यो भिडियो पनि बनाउनेछौँ है। पानी चुरुर चुइरहेको चाहिँ त्यस्तो ठाउँमा आइरहेको छ हरिभरि। ल हाम्रो साथीहरू चाहिँ अगाडि बढिरहेछ, थकाइ लाएर स्याहाँ पनि भइरहेछ। घर बनाउन प्रयोग हुने यी ल हेर्नुहोस् ढुङ्गा, यही ढुङ्गाबाट चाहिँ घर बनाउँछन्, गारा बनाउँछन् के। घरको गारा उठाउने ढुङ्गाहरू के यो यस्तो ढुङ्गा छ यहाँ। ल हेर्नुहोस् लजहरू त बाटोभरि प्रशस्तै छ, जहाँ बसिनुहुन्छ जता बसिनुहुन्छ है। हिँडिरहेछौँ है हामी गइरहेछौँ, हिँडिरहेका छौँ। उतापट्टि त्यो करायो, के करायो? खच्चड करायो। खच्चड कराएको आवाज हामीले सुन्यौँ। ओहो ल हामी गाउँको लगभग अलि टपमै आइपुगेका रहेछौँ, अलि माथिल्लो भागमै आइपुगेका रहेछौँ। अब एकचोटि यो माथिल्लो भागबाट तल ओहो पारीपट्टि हेर्नु गाडीको बाटोहरू चाहिँ बनेको छ, पिच चाहिँ छैन क्या हो, अफरोडहरू हल्का बनिरहेको छ। यस्तो दामी ल हेर्नु हामी यसरी गइरहेछौँ है। आमा ल 3-4 आइसक्यो गाइज। कस्तो भइरहेछ भन्नुहोस् त? एकदम रमाइलो भइरहेछ हजुर, एकदम शीतल छ ठाउँ। ल ठिक छ। कुन ठाउँमा आछौँ र? ठिक छ हामी घान्द्रुकको एकदम कास्की जिल्लाको घान्द्रुक उपल्लो क्षेत्रतिर एक क्याप भित्रको उपल्लो भेगतिर। त्यस्तो गरी यहाँबाट लेक सुरु हुने रहेछ। लेख कि लेक? लेक सुरु हुने रहेछ है। भनेपछि जङ्गलै जङ्गल भेटियो क्या। अब यहाँबाट माथि चाहिँ नि पुरै गोठहरू हुन्छ के। हामी यहाँ बस्नुपर्छ। यहाँनिर अब हामी बस्छौँ, फेरि थकाइ मेट्छौँ। यसरी नै हामी अगाडि बढिरहेका छौँ। अब चाहिँ नि अगाडि बढ्छौँ अगाडि बढ्छौँ। आमामा जङ्गलै जङ्गल हेर्नु त, यस्तो जङ्गलको खाडीमा त्यसै पनि है हावापानीले मान्छेलाई त्यसै अल्छी मान्छेलाई नि एकदम बनाइदिन्छ। के भन्छ अरे, फुर्तिलो बनाइदिन्छ कि एकदम फुर्तिलो है। यस्तो हावापानी त छ। अनि यस्तो जङ्गलको माझमा पनि बाटो हेर्नु कति राम्रो। यहाँमा हो यो पो हो त यार, बाटो हेर्नुहोस् त बाटो। यहाँको यो घान्द्रुकेहरूलाई चाहिँ मान्नुपर्छ। जहाँ पनि चाहिँ बाटो बनाइदिएको, जता पनि बाटो बनाइदियो। अनि बाटोमा पनि फोहोर छैन, प्लास्टिकको टुक्राहरू छैनन्, सफा छन्। ल हेर्नु टक्क जङ्गलबाट आएर बस्ने ठाउँ कि चौतारा। ल यस्तो हो। हामी चाहिँ मही लिन आएको है, गाउँमै पुग्छौँ।
अनि उहाँ माथि पुगेर चाहिँ आउँछौँ है उतै पारिपट्टि हो अन्त जस यहाँ एकछिन रमाइलो तरिकाले हल्का रिल्याक्स फिल गरेर बसिरहेको छौँ हामी चारजना चाहिँ सञ्जित माथि बस्यो कि अनि त्यही भएर देखिन्न बल्ल चाहिँ अब बल्ल देखियो है ओहो रमाइलो छ है साथीहरू हामी हो आमामा कस्तो जङ्गल यार डर लाग्थ्यो यार जङ्गल हेर्नु न यस्तो जङ्गल छ यार यस्तो जङ्गल छ यार जङ्गलै जङ्गल छ सञ्जीव हराएको सूचना ल हरायो सञ्जीव आउला आउला भन्ने आउँदा आएन है कुर्दा कुर्दा हैरान भइसक्यो यार सेभ गरिदिउँ है यी अब यहाँ गदाले चाहिँ सामान बोकेर लिएर आएको ढुङ्गा बोकेर आएको छ यी ढुङ्गा बोकेर आयो है सामान आमामा दुईवटा थुम्सेमा ढुङ्गा हालिदिँदो रहेछ बिचरा त्यसरी बोक्नु पर्दो रहेछ हो खरखर्ती हिँड्ने रहेछ ओहो क्या दामी मान्छे छ त्यो त पिहाल्छ है यो खचर तपाईँको हो सबको हो के बोक्छ खचरले सबै बोक्छ ए ल ल थ्याङ्क यू ल घुम्दा घुम्दै आइपुग्यौँ अब हामी गोठमा आइपुग्यौँ ल हेर गोठमा कति राम्रो गोठ कति राम्रो है गोठ भन्छन् कति राम्रो ल यो ठाउँमा बाबा छ यो जाने बाटोमा पर्छ जाने यही बाटो जाने त्यही हो बाटोमा पर्छ कहाँ जाने होरेबानी र यो मुल्टे भ्यू पनि जाने बाटो छुट्टिन्छ कि दुईटा हो त्यही छ के दुई डिब्बा हो ल अनि यो घर हेर्नुहोस् कस्तो राम्रो छ ओइ ढकाइ लिएर आयो आमामा ओइ ढकाए गुन्द्रुक हो के आमामा ए हजुर ढकाए भने लिएर आएछ न बाटोमा दामी हुन्छ नि साह्रै मिठो हुन्छ के त्यही हो यता हेरौँ त गाइजहरू सबैजना हेलो गाइज लुक एट मी हियर वी आर हियर नाउ द गोठ 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 घान्द्रुकको गोठमा आइपुग्यो हामी है अब गोठबाट अब मै खाने एकछिनमा मै अब मै खान जाने है मै कस्तो रहेछ हेर मै खान जाने अब मै यहाँभित्र त अब दोकान पनि रहेछ है पसल पनि रहेछ दामी छ हरि हरि हराया आयो हामी यस्तो ठ्याक्कै जङ्गलमा पनि जङ्गलको बिचमा पनि यस्तो खालको चाहिँ घरहरू छ यहाँ हेर्नु है यस्तो राम्रो रमाइलो पानीको व्यवस्था ऐनाको व्यवस्था भित्र अब यो सञ्जीवले के गर्नुला यही मही रहेछ मही पारेर राखेको मही के हो यो मही हो के को मही हो भैँसीको कि गाईको तेह्रवटाको गोरु पनि हुन्छ ल अब हामी यो मही खान्छौँ यो है ओइ मै लिन आइज केटा ओ मै लिन आइज त मै ल यो मै लैछ न दुईटा
जोडो लिएर आऊ मै खानुभयो खान सुरु गर्नुभएको छ गाईको र खसरी हो त अब झक्कै यस्तो खालको मही चाहिँ अघि हामी वहाँदेखि र मही खाने भनेर आएको यी मही चाहिँ टट्ट खाइयो यी ल हेर्नुहोस् मही खाइयो है आहा कति मिठो एकदम मिठो साह्रै मिठो बाक्लो न बाक्लो नेचुरल यस्तो लत परेको मही ल खाइयो है तपाईँहरूलाई देखाइयो अब तपाईँहरूलाई पनि म ल्याइदिन्छु है सबैलाई यदि चाहिँ पाउनु भएन भने यसैलाई चाहिँ मही सम्झेर खानु होला यस्तो कस्तो लाग्यो मही ठिक छ म एकदम मिठो छ बाक्लो है हस् धन्यवाद घान्द्रुक हामी पोखराबाट घान्द्रुक घुम्न आउँदाखेरि बाटोबाटै घुम्दै आएपछि जङ्गलबाट अलिकति माथिपट्टि आएपछि हाम्रो यो सञ्जीवको माइलबाको घरमा गोठको मही चाहिँ खाइयो होइन यहाँसम्मलाई आजलाई यहाँसम्मलाई अरू कुराहरू केही छ भने हामी अर्को ब्लग्सहरू पनि तयार गर्छौँ त्यसको लागि जसले हेरिदिनु भएको छ तपाईँहरू सम्पूर्णलाई धन्यवाद गर्नु स्टोरी देखाउनु त्यहाँ धन्यवाद थ्याङ्क यू सो मच